मैले एउटा भिडियो बनाएको थिएँ यो थम्बनेल भएको भिडियो त्यसमा 1K लाइक पुग्यो भने म फुड च्यालेन्ज गर्छु म भनेर भनेको थिएँ। मैले थोरै नि राखेको थिएँ 1K त मलाई गर्न मन छ र मैले 1K मात्रै राखेको थिएँ। तपाईहरुले खोइ त्यसमा भ्यू चाहिँ आएन। यो थम्बनेल रहेको छ। मैले फोटो पनि प्रिन्ट गरेको थिएँ किनकि मलाई भरपुर कन्फिडेन्ट थियो आउँछ भनेर। मलाई फुड च्यालेन्ज गर्न मन थियो त्यसैले मैले यो भिडियो बनाएको थिएँ। अनि खोइ तपाईहरुले सपोर्ट नि गर्ने भएन। मलाई भरपुर थियो कि आउँछ अनि यसो मिलाइराखेको थिएँ कि तर आएन केही छैन। त्यो फेरि पनि तपाईहरुले हेरेर गरिदिन सक्नुहुनेछ। यो थम्बनेल रहेको छ है। मैले फोटो पनि प्रिन्ट गरिसकेको थिएँ। मेरो भित्तामा लगाउने छु यो म किनकि पुग्ने साथ म बनाइ पनि हाल्छु नबिर्सियोस् भनेर क्या मैले चटसँगले फोटो प्रिन्ट गरिसकेको छु। यो वाटर प्रुफ छ लेभिलेसन गरेको छु वाटर प्रुफ छ हैन। मलाई गर्न मन छ त्यसैले मैले थोरै नि भनेको थिएँ केही छैन। म अहिलेको मौसम पनि एकदम राम्रो नि छ। खास यस्तै म बसिरहेको थिएँ अनि यसो हेरेको पुग्यो कि भनेर पुगेको रहेछ। त्यही पनि अरूको भिडियो बनाउने नै छु। त्यो मलाई गर्न मन छ। च्यालेन्ज गर्नेछु म त्यसको भिडियो पनि लिएर आउने नै छु। हेर्दै गर्नु होला एकदम रमाइलो साथ सपोर्ट पनि गरिरहनु होला। त्यति खास रेस्पोन्स पनि आउँदैन भिडियो बनाएको मात्रै छु। दिनभरि एडिट गर भिडियो बना स्क्रिप्ट लेख धेरै गाह्रो छ। यो भन्नु नि स्क्रिप्ट लेखेको होइन यो चाहिँ त्यतिकै मैले भनिदिइहालेको होइन। थम्बनेल यो रहेको छ है। हेर्नु मलाई बबालसँगले यो भिडियोमा टाँच्ने छु अनि म हेरिरहने छु। यति भइसकेपछि त म बिर्सिने छुइनँ नि त। याद आउनेछ यसो उड्दा नि याद आउनेछ सुत्दा नि याद आउनेछ हिँड्दा नि याद आउनेछ। त्यसैले फोटो प्रिन्ट गरेर निकालिसकेको छु। त्यसको भिडियो पनि म चाँडै नै ल्याउने छु। त्यस्तै फुड च्यालेन्जको भिडियो म ल्याउने नै छु। तपाईहरुलाई म देखाउने नै छु। हेर्दै गर्नु होला अनि साथ सपोर्ट चाहिँ एकदम भरपुरसँगले गर्नु होला। त्यति भन्दै म बिदा लिन चाहन्छु। थ्याङ्क यू फर वाचिङ। सी यू नेक्स्ट भिडियो एन्ड बाई।